आनन्द आएको छ। अनि मलाई भयो कि त्यसमा उसैप्रति भयभरको प्रेम, त्यो सौन्दर्य, त्यो मोहिनी रूप जसलाई मनमोहन भनिन्छ, मनलाई मोहित गर्ने यस्तो गजब दृश्य त्यहाँ गएर सिधा सिधा तानिराखेको छ, आफू तानिराखेको छ। अब मलाई कुनै विरोधै भएन, म सहस्र स्वीकार, पुरै शरणागत भएँ त्यहाँ गएर त्यो भक्तिमा। कि त्यो हृदय जब जाग्यो, हृदय नजागे भए सम्भव थिएन, तर हृदय जागिसकेपछि यस्तो प्रेम भयो, मलाई अब विरोध रहेन। म पुरै त्यो स्थितिप्रति शरणागत भएँ। असली शरणागति भने के हो त्यहाँनिर थाहा हो। र त्यो शरणागतिमा गएर त्यहाँ हम फालेपछि, उसले तानेर उसैमा समाहित गरेपछि कस्तो आश्चर्य भयो भने नि। अब के भनौँ, सन्तहरूले पनि यही उदाहरण दिन्छन्। मजबुरन मलाई पनि अर्को उदाहरण याद छैन, एउटै उदाहरण मात्रै म दिन सक्छु। कस्तो भयो भने, म एउटा थोपा, आफ्नो छुट्टै अस्तित्व थियो मेरो, म एउटा पानीको थोपा थिएँ। तर त्यो पानीको थोपा समुद्रले खिच्यो, समुद्रमा गएर मिसियो। त्यसपछिबाट म के भनौँ, अब म समुद्र हुँ भनौँ या म थोपा हुँ भनौँ, थोपाको अस्तित्व त रहेन। त्यसपछि त्यो भने के रहेछ अघि न शरणजीले यहाँ कुरा गर्दै हुनुहुन्थ्यो, सजगता। म भनेको पनि त्यही सजगता रहेछु। होस्, परमात्मा भनेको त्यो सजगताको महासागर रहेछ। म सजगताको थोपा रहेछु, म चेतनाको थोपा रहेछु, ऊ चेतनाको महासागर रहेछ। त्यो महासागरमा मेरो चेतना जाने बित्तिकै म फैलिन थालेँ। यस्तो विराट 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 विराट, सारा जगत मै हुँ, मभन्दा बाहेक के पनि छैन। सारा संसार म जस्तो त्यहाँ हो, ऊभन्दा बाहेक केही छैन। अब कस्तो भनौँ, ऊ भनौँ या म भनौँ, कस्तो समस्या छ। म भन्दाखेरि अलिकति बाहिर सुन्ने व्यक्तिलाई अहम जस्तो, अब ऊ भनौँ भने फेरि ऊबाट म अलग हुन्छु, ऊ हुनको लागि म छु, फेरि म अलग हुनुपर्छ जबकि म छैन। म नहुने ऊ नै ऊ हुने बित्तिकै उही म भएँ, मै ऊ भयो, एउटै भयो। यहाँ दुईटा रहेन। अब न भक्त रह्यो न भगवान रह्यो, भगवान भक्त एउटै भइदियो। अब यो अचम्मको स्थिति बाहिर आएर व्यक्त गर्न पनि बडो कठिनाई, किनभने एउटा प्रशिक्षणमा हुर्केर आएका छौँ नि हामी, सबैले पचाउन सक्दैनन्, भन्न कठिन। त्यो अवस्थामा त्यहाँ समाहित भइसकेपछि त्यो पुरै विराटता, अथवा विराटता के को, अब यहाँ प्रश्न उठ्छ, विराटता चाहिँ के को, त्यो विराट रूप के को हो? मात्रै चेतनाको, यानी कि सजगता, सजगताको, होसको, बोधको। सारा जगत बोध भन्दा बाहेक केही रहन्छ। सारा जगत बोधबाट निर्मित रहेछ। एको विशुद्ध बोधो हम, हाम्रा ऋषिहरूको उद्गार त्यतिखेर आश्चर्यजनक रूपमा अनुभूति भयो। र त्यो बोधको महासागरमा एक भइसकेपछि यस्तो अब कहाँ कहाँ त्यहाँबाट जब फिर्ता आयो, फेरि आफ्नो शरीर बोध भयो। त्यसपछि आश्चर्य सबैभन्दा पहिला निस्केपछि त्यो बेलामा के गरौँ त, अब उपाय छैन। सारा त्यो अस्तित्व आफू र ऊ एउटै भयो। अब ढोगौँ त ढोगौँ, कसलाई ढोगौँ, कसलाई नमस्कार गरौँ, कसलाई प्रणाम गरौँ, केही उपाय थिएन मसँग त्यो बेलामा। आफ्नो खुट्टा ढोग्नुको विकल्प थिएन। मैले आफ्नै खुट्टा घोप्टो परेर आफैलाई ढोगेँ। परमात्मा त्यही छ त म कहाँ जाउँ ढोग्न। त्यसपछि त्यसलाई फेरि पनि